साथीहरु पहिलो रमाइलो गाउँ खाने कथा। भुरुभुरु उड्छ चरा होइन, जनै लाउँछ बाउन होइन। के हो साथीहरु? गेस गर्नुस्। राइट एन्सर कमेन्ट गर्नु होला। राइट एन्सर सही जवाफ हो चङ्गा। साथीहरु भिडियोलाई लाइक गर्नु होला। अर्को रमाइलो गाउँ खाने प्रश्नमा लागौं। लहरे बाउको घन्टाउके छोरो के हो? लहरे बाउको घन्टाउके छोरो के होला साथीहरु? एकदमै रमाइलो छ। गेस गर्नु होला एन्सर। भिडियोलाई लाइक पनि गर्नु होला है त। सही जवाफ हो फर्सी है त। फर्सी एकदमै इन्ट्रेस्टिङ। अर्को रमाइलो प्रश्नमा लागौं साथीहरु। सानो सानो दुलोमा हाल्नु पर्ने, हालेपछि बत्ती बल्ने के होला? सानो सानो दुलोमा हाल्नु पर्ने, हालेपछि बत्ती बल्ने। सही जवाफ हो साथीहरु बिजुलीको बल्ब हालेको होल्डरमा है त। एकदमै इन्ट्रेस्टिङ। भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला है त। अर्को प्रश्नमा लागौं साथीहरु। त्यो कुन चीज हो जसको दाँत छ तर काट्न सक्दैन? कुन चीज होला साथीहरु? दाँत पनि छ तर काट्न चाहिँ सक्दैन। के होला? सही जवाफ हो काइयो, कपाल कोर्ने काइयो। साथीहरु अर्को रमाइलो गाउँ खाने प्रश्नमा लागौं। तपाईहरुका पनि छन् भने कमेन्ट गर्नु होला गाउँ खाने कथाहरु। नाक छ उसको लामो, नाकैले गर्छ सबै काम। के हो भन्नुस् उसको नाम? के होला साथीहरु? हल्का रमाइलो छ, गेस गर्नु होला। सही जवाफ हो हात्ती है त। हात्तीले यसको नाकले धेरै काम गर्छ, सुँडले। अर्को प्रश्नमा लागौं साथीहरु। रमाइलो प्रश्न छ। आगो खान्छ धुवा फाल्छ के हो? फेरि सुन्नु होला। आगो खान्छ धुवा फाल्छ के हो साथीहरु? एकदमै रमाइलो छ, इन्ट्रेस्टिङ। गेस गर्नु होला। लाइक छोक्नु होला भिडियोलाई। सही जवाफ हो हुक्का अथवा चुलो। लाइक शेयर कमेन्ट सेभ पनि गर्नु होला साथीहरु। च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै अर्को रमाइलो प्रश्नमा लाग्छु। सबैलाई तातै जाने बेला रातै के होला? सबैलाई तातै जाने बेला चाहिँ रातै के होला साथीहरु? एकदमै इन्ट्रेस्टिङ छ, रमाइलो गाउँ खाने प्रश्न। सही जवाफ हो साथीहरु सूर्य अथवा घाम। अर्को प्रश्नमा लागौं साथीहरु। अर्को प्रश्नमा लागौं। प्रश्न यस प्रकार छ। त्यो कुन चीज हो जुन चीज जसको हो उसले मात्रै देख्छ? कुन चीज होला साथीहरु? जसको हो उसले मात्रै देख्ने। कुन चीज हो त्यो भन्नुस् त? सही जवाफ हो साथीहरु सपना। तपाईको सपना तपाईले नै देख्नुहुन्छ, अरु कसैले देख्दैन हैन त। ल भिडियोलाई लाइक गर्दै अर्को रमाइलो प्रश्नमा लागौं साथीहरु। हरियो घरमा पहेँलो दोकान, त्यसभित्र बस्छन् कालु राम। ओहो, कुन चाहिँ कालु राम हुन्? गेस गर्नुस् है साथीहरु। हरियो घरमा पहेँलो दोकान, त्यसभित्र बस्छन् कालु राम। एकदमै इन्ट्रेस्टिङ छ। सही जवाफ हो मेवा। मेवा बाहिर हरियो अनि त्यसपछि भित्र काला गेडाहरू हुन्छन्। मेवा खानुभयो होला। अर्को रमाइलो प्रश्नमा लागौं साथीहरु। मुख छैन बोल्छ, कान छैन तर सुन्छ के हो साथीहरु? मुख पनि छैन बोल्छ रे, अनि कान पनि छैन तर सुन्छ के होला साथीहरु? एकदमै उपयोगी चीज छ, हामी सबैले प्रयोग गर्छौं। सही जवाफ हो मोबाइल। ओहो, बडो गजब। ल है साथीहरु भिडियोलाई शेयर पनि गर्नु होला, लाइक पनि ठोक्नु होला। अर्को रमाइलो प्रश्नमा लागौं साथीहरु। त्यो कुन चीज हो जसलाई आधा खाँदा पनि पुरानै रहन्छ? कस्तो चीज होला त? आधा खाइसक्दा पनि पुरानै रहन्छ, त्यो कुन चीज हो साथीहरु? सही जवाफ हो पुरी रोटी, जसलाई पुरी भनिन्छ, त्यो भएर चाहिँ पुरै रहन्छ। अर्को रमाइलो प्रश्नमा लागौं साथीहरु। त्यो कुन चीज हो जुन केटीको झुन्डिन्छ तर केटाको झुन्डिदैन? ल है साथीहरु अलिकति दिमाग लगाउनु पर्ने छ, नराम्रो सोच्न पाइँदैन। के होला साथीहरु? केटाहरुको चाहिँ झुन्डिदैन, केटीको चाहिँ झुन्डिन्छ। सही जवाफ हो ब्याग अथवा पर्स। महिलाहरूले यसरी ब्याग चाहिँ झुन्डाउँछन्, झुन्डाएर हिँड्ने गर्छन्। तपाईलाई थाहा होला, पर्स पनि भनिन्छ यसलाई। अर्को
रमाइलो प्रश्नमा लागौँ साथीहरू। त्यो कुन चिज हो जसले एकलाई दुई बनाइदिन्छ? ओहो, कुन चिज हो त है? एकलाई दुई बनाइदिने कुन चिज होला साथीहरू? गेस गर्नुहोस् त। सही जवाफ हो ऐना। हो नि है, ऐनाले एउटालाई दुईटा देखाइदिन्छ। अर्को प्रश्नमा लागौँ साथीहरू। अर्को रमाइलो प्रश्न यस प्रकार छ, ध्यान दिनु होला। एक भाइ लडे 100 भाइ बढे के हो? एक भाइ लडे 100 भाइ बढे के होला साथीहरू? अलिकति दिमाग लाउनु पर्ने छ यसमा चाहिँ। सही जवाफ हो साथीहरू मकै। मकै रोपेको, रोकेपछि उम्रेपछि चाहिँ जाँदाखेरि एउटा जान्छ, आउँदाखेरि धेरै भएर आउँछ। अर्को रमाइलो प्रश्न साथीहरू। आँखा छ देख्दैन, कान छ सुन्दैन, खुट्टा छ हिँड्दैन, भन्नुस् के हो? आँखा पनि छ, कान पनि छ, खुट्टा पनि छ, तर हिँड्दैन, के होला? सही जवाफ हो साथीहरू फोटो। ओहो, हो नि है, फोटोमा सबै थोक हुन्छ, तर सुन्दैन, हिँड्दैन, देख्दैन पनि। अर्को रमाइलो प्रश्नमा लागौँ साथीहरू। त्यो कुन चिज हो केटाहरूको मोटो हुँदै जान्छ, केटीहरूको चाहिँ पातलो हुँदै जान्छ? के होला साथीहरू? तिखो हुँदै जान्छ केटीहरूको चाहिँ, मसिनो हुँदै जान्छ भन्दा पनि भयो। सही जवाफ हो आवाज। जब टिनेज आउँदै गर्छ केटीहरूको स्वर चाहिँ मसिनो हुँदै जान्छ, उमेर बढ्दै गएपछि केटाहरूको चाहिँ धोद्रो धोद्रो हुँदै जान्छ। अर्को प्रश्नमा लागौँ साथीहरू। त्यो कुन काम हो जुन काम गर्न बिर्सेपछि मानिसहरू मर्छन्? ओहो, कुन काम होला त यस्तो? विचार गर्नुहोस् है साथीहरू। त्यो कुन काम हो जुन काम मानिसहरूले गर्न बिर्सिएपछि चाहिँ मर्छन् रे? सही जवाफ हो सास फेर्न। हो नि है, सास फेर्न त बिर्सिनै भएन नि। ल, अर्को रमाइलो प्रश्न लागौँ साथीहरू। प्रश्नमा लाइक छोड्न चाहिँ नबिर्सिनु होला, सास फेर्न पनि नबिर्सिनु होला। तल मादल बजाउने माथि छमछम नाच्ने के होला? तल मादल बजाउने माथि छमछम नाच्ने के हो साथीहरू? सही जवाफ हो चङ्गा उडाएको। ओहो, हो नि है। ल, चङ्गा उडाएको, लट्टाई, धागो, चङ्गा। ल, अर्को रमाइलो प्रश्नमा लागौँ साथीहरू। कुन चिज हो? त्यो कुन चिज हो त्यो तोडिँदा केटा मान्छेहरू धेरै खुसी हुन्छन्? त्यो चिज चाहिँ तोडिँदाखेरि केटाहरू चाहिँ धेरै खुसी हुन्छन्। सही जवाफ हो साथीहरू रेकर्ड। हैन, रेकर्ड तोड्दाखेरि धेरै खुसी हुन्छन्, चाहे केटा होस् चाहे केटी होस्, जो पनि खुसी नै हुन्छन्। अर्को प्रश्नमा लागौँ साथीहरू, सायद आजको अन्तिम प्रश्न रहन्छ। के पखेटा नभए पनि माथि उड्छु, पखेटा नभए पनि माथि उड्छु, सिङ्गो आकाश भरिदिन्छु, के होला? पखेटा नभए पनि माथि उडिदिन्छु, आकाश भरिदिन्छु। सही जवाफ हो बादल। साथीहरू भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्नु होला च्यानललाई।